नमस्कार, स्वागत छ हजुरलाई हाम्रो अटोमोबाइल्स प्रणाली ललितपुर 7 बाटोमा। अनि म हजुरकै नवराज आचार्य। यस हाम्रो अटोमोबाइल्स प्रणालीमा के कति स्टक अवेलेबल छ, कस्तो कस्तो गाडी छ अनि के कति मूल्यमा छ त्यो सम्पूर्ण जानकारी हजुरले यो भिडियोमा पाउनुहुन्छ। अनि साथै अहिले हाम्रो अटोमोबाइल्स प्रणालीमा अफर पनि चलेको छ, जसमा हजुरले अग्रिम 82-83 को कर, फुल ट्याङ्की फ्युल अनि दुईटा सर्भिस पनि फ्रीमा पाउनुहुन्छ। त्यो अफर अहिले हाम्रो अटोमोबाइल्समा यो असार भरिको लागि चलिरहेको छ। त्यसको लागि हजुर हाम्रो अटोमोबाइल्स प्रणाली पनि भिजिट गर्न सक्नुहुन्छ। अब लागौँ हामीसँग के कस्तो गाडीहरू छ, कति कति बजेटको छ अनि कति कति मोडल कति कस्तो कस्तो रेन्जमा छ त्यो बारेमा हजुरले भिडियोमा अति समय हेर्नु भने सम्पूर्ण जानकारी हजुरले यो भिडियोमा पाउनुहुन्छ। म सुरु गर्न चाहे हजुरको लागि हामीसँग भएको पछाडिको 3वटा ब्रेजाबाट है त। ब्रेजा छ हामीसँग 3वटा भेरिएन्ट, 3वटा अप्सन हामीसँग ब्रेजा छ। 2021 मोडलको ब्रेजा जेटेक्सआई प्लसमा 18,000 मात्र कुदेको छ। जेन्युन सर्भिस हिस्ट्री सबै पाउनुहुन्छ हजुरले। यसको मूल्य 38,50,000। अनि यो छ 2020 मोडलको, यो पनि ब्रेजा जेटेक्सआई प्लसमा हो। यसको मूल्य चाहिँ हजुरको लागि 36,50,000। यो चाहिँ अहिलेसम्म 53,000 कुदेको छ। अर्को ब्रेजा छ 2018 को VDI O अप्सनमा, यो चाहिँ तपाईँको 58,000 कुदेको छ। यसको मूल्य चाहिँ जम्मा 27,50,000। त्यस्तै हेर्न सक्नुहुन्छ हजुरको लागि इभी गाडी 2022 मोडलको BYD को E6 हो। यो चाहिँ यसले तपाईँको फुल चार्जमा WLTP रेन्ज भनेको 522 किलोमिटरसम्म पाउन सक्नुहुन्छ। त्यस्तै अब हजुर लङ रुट जानुहुन्छ अनि बुट स्पेस एकदमै ह्युज बुट स्पेस चाहिन्छ भने हजुरले यो BYD को E6 गाडी लिन सक्नुहुन्छ। 2022 मोडलको 39 लाख नेगोसिएबल प्राइस। अझ हजुरलाई एउटा कुरा सम्झाइहालौँ, अहिले चाहिँ हाम्रो अटोमोबाइल्स अथवा हाम्रो अटोमोबाइल्स प्रणालीमा 2013 मोडल माथिको गाडीहरूमा हजुरले बजेट पुग्दैन भने फाइनेन्स गरेर पनि गाडी चलाउन सक्नुहुन्छ। त्यसमा चाहिँ हजुरले 2013 मोडलभन्दा माथि गाडी रोज्नुपर्ने हुन्छ है त। डकुमेन्ट चाहिँ हजुरले पुऱ्याउनु पर्ने हुन्छ। अर्को गाडी छ हजुरको लागि यो कियाको सोनेट 2022 मोडलको HDE अप्सनमा, गाडी 40,000 कुदेको छ। यसको मूल्य चाहिँ हजुरको लागि जम्मा 33,75,000। त्यस्तै गरेर हजुरको लागि अर्को गाडी रहेको छ क्रेटा। यो चाहिँ 2021 मोडलको जम्मा 26,000 मात्र कुदेको क्रेटा SX। यसमा सनरुफ लगायतका सम्पूर्ण अप्सन हजुरले पाउन सक्नुहुन्छ। यसको मूल्य चाहिँ जम्मा 53,50,000। त्यस्तै अर्को गाडी भेनु 2021 मोडलको 1.2 S अप्सनमा, गाडी 55,000 कुदेको छ। मूल्य 34,50,000। अर्को गाडी छ हजुरको लागि यो कम्प्याक्ट SUV-मा एकदमै सस्तो बजेटमा आउने गाडी 2021 मोडलको रेनोल्टको किगर। यो चाहिँ RXT अप्सनमा, यसमा हजुरले पुश बटन टच स्क्रिन क्यामेरा लगायतका सम्पूर्ण अप्सन पाउनुहुन्छ। यसको मूल्य चाहिँ 25 लाख। यसमा हजुरले फाइनेन्स गर्नुहुन्छ भने 12.5 लाख जति क्यास गरेर बाँकी तपाईँको फाइनेन्स गरेर पनि गाडी चलाउन सक्नुहुन्छ। त्यस्तै गरेर हजुरको लागि इलेक्ट्रिक गाडी हेर्नुहुन्छ भने हामीसँग BYD को अर्को पनि इलेक्ट्रिक गाडी छ। यो रहेको छ BYD को अटो 3 सुपेरियर भर्जनमा 2023 मोडलको, जम्मा 16,000 मात्र कुदेको छ। यसको मूल्य चाहिँ हामीले 55 लाख भन्ने कोट गरेका छौँ। त्यसमा हजुरलाई नेगोसिएबल त भइ नै हाल्छ। त्यस्तै गरेर हजुरको लागि अर्को गाडी रहेको छ कुसाक स्कोडाको एनक्याप 5 स्टार रेटिङ 2021 मोडलको एम्बिसन अप्सनमा, सेतो कलरमा यो देख्नुभयो। हामीसँग यो बाइक दुईटा अर्को युनिट पनि कुसाक एभाइलेबल छ। अर्को तपाईँको एम्बिसनमै छ, ग्रे कलरमा, जम्मा 24,000 कुदेको छ। यो दुईटा अप्सनको चाहिँ मूल्य चाहिँ हजुरको लागि 41 लाख। अर्को गाडी छ स्टाइल अटोमेटिकमा 2021 मोडलको सिल्भर कलरमा, एकछिनमा त्यो पनि आउन सक्छ भिडियोमा हजुरले हेर्न सक्नुहुन्छ। त्यसको मूल्य चाहिँ हामीले 46,50,000 मात्रै कोट गरेका छौँ। अर्को गाडी चाहिँ स्कोडाकै ऱ्यापिड। अब सेडान गाडी खोज्दै हुन्छ, अलिक पावरफुल सेडान गाडी खोज्दै हुन्छ अनि लग्जरी सेडान गाडी खोज्दै हुन्छ भने हजुरले यो स्कोडाको ऱ्यापिड हेर्न सक्नुहुन्छ। 2021 मोडलको 1000 सीसी को TSI इन्जिन। यसको मूल्य चाहिँ जम्मा 24 लाख रुपियाँ। त्यस्तै गरेर अर्को गाडी छ हजुरलाई 2022 मोडलको ग्रान्ड i10 नियोस स्पोर्ट्समा, गाडी 48,000 कुदेको छ। 2022 मोडल गाडी जम्मा 32 लाख रुपियाँ। त्यस्तै हजुरले नयाँ मोडलको WagonR खोज्दै हुन्छ भने 2020 मोडलको WagonR ZXi 43,000 कुदेको छ। गाडी 2020 मोडलको जम्मा 23 लाख रुपियाँ। अटोमेटिक गाडीमा सस्तो गाडी खोज्दै हुन्छ भने हजुरको लागि यो 2021 मोडलको स्कोडाको कुसाक स्टाइल सनरुफ लगायतका सम्पूर्ण अप्सनले भरिपराउ। यसको मूल्य चाहिँ जम्मा हजुरको लागि 46,50,000। सिल्भर कलरमा, यसमा भेन्टिलेटर सिटहरू लगायतका सम्पूर्ण अप्सनहरू हजुरले पाउन सक्नुहुन्छ। गाडी एकदमै गजबको छ, लग्जरियस गाडी हो। त्यस्तै गरेर हजुरको लागि यो 2019 मोडलको ड्याटसनको गो 1200 सीसी को पेट्रोल इन्जिन पाउनुहुन्छ। यसमा चाहिँ यसको मूल्य चाहिँ जम्मा हजुरको लागि 17 लाख मात्रै कोट गरेका छौँ। त्यस्तै गरेर अर्को गाडी छ हजुरको लागि यो 2016 मोडलको बलेनो डेल्टा। यसको मूल्य चाहिँ जम्मा 20,25,000। गाडी तपाईँको अहिलेसम्म 44,000 कुदेको छ। अटो AC, पावर विन्डो, पावर स्टियरिङ, यो मिरर अटो फोल्ड लगायतका सम्पूर्ण अप्सन हजुरले यो गाडीमा पाउन सक्नुहुन्छ। सेडान गाडी खोज्दै हुन्छ, अझै लग्जरियस अनि स्ट्यान्डर्ड मेन्टेन गर्ने सेडान गाडी खोज्दै हुन्छ भने 2015 मोडलको होन्डा सिटी BMT। यसमा क्रुज कन्ट्रोल, टच स्क्रिन क्यामेरा, अटो AC लगायतका सम्पूर्ण अप्सन पाउनुहुन्छ। 2015 मोडल गाडी हो। यसको मूल्य चाहिँ हजुरको लागि 21,50,000 कोट गरेका छौँ। त्यसमा हजुरले नेगोसिएसन गर्न त पाइ नै हाल्नुहुन्छ। त्यस्तै माइलेज एकदमै राम्रो दिने गाडी सेलेरियो 2018 मोडलको ZXi। यसको मूल्य चाहिँ जम्मा 20,50,000। यदि हजुर गरी खाने गाडी खोज्दै हुन्छ अथवा पसलको लागि गाडी खोज्दै हुन्छ, सामान बोक्ने गाडी खोज्दै हुन्छ भने हामीसँग यो 2019 को इको कार्गो भ्यान छ। यो चाहिँ 1200 सीसी को पेट्रोल इन्जिन पाउनुहुन्छ। यसको मूल्य चाहिँ जम्मा 10,75,000 मात्रै भन्ने कोट गरेका छौँ। यो गाडीमा हजुरले फाइनेन्स पनि गर्न सक्नुहुन्छ है त। अर्को गाडी छ 2011 मोडलको 1.1 म्याग्ना
i10 मा यो चाहिँ i10 म्याग्ना 2011 मोडलको 1.1 लिटरको पेट्रोल इन्जिन यसको मूल्य चाहिँ हजुरको लागि 14,75,000। त्यस्तै गरेर अब हजुरले यता हेर्नुहुन्छ भने हामीसँग अरू गाडीहरू पनि छन्। हामीसँग गाडी धेरै छन्। अब हजुरले राम्रोसँग हेर्न चाहिँ एकचोटि अफिस भिजिट गरेर मजाले हजुर टेस्ट ड्राइभहरू गरेर हेर्नुभयो भने तपाईँलाई सजिलो होला। यो 2008 मोडलको स्यान्ट्रो छ यसको मूल्य चाहिँ 10,50,000। त्यस्तै 2019 मोडलको चाहिँ स्विफ्ट 2019 मोडलको स्विफ्ट VXI 38,000 मात्रै कुदेको छ। यसको मूल्य चाहिँ हामीले जम्मा 23,75,000 मात्रै भनेर कोड गरेका छौँ। त्यसमा हजुरले नेगोसिएसन त गर्न सक्नु नै हाल्छ। त्यस्तै गरेर क्विड छ यो 2018 मोडलको क्विड 1000 सीसी को पेट्रोल इन्जिन सँगसँगै एयरब्याग, दुईवटा पावर विन्डो, पावर स्टियरिङ, एसीटर पाउनुहुन्छ। यसको मूल्य चाहिँ जम्मा 14,50,000। त्यस्तै गरेर हजुरको लागि अर्को गाडी छ यो 6वटा एयरब्याग भएको फोर्डको फ्रीस्टाइल 2020 मोडलको टाइटेनियम प्लस। यसमा चाहिँ हजुरले 6वटा एयरब्याग पनि पाउनुहुन्छ। यसको मूल्य चाहिँ जम्मा 25 लाख मात्रै। हिरो रहेको छ 2013 मोडलको फिगो टाइटेनियम फुल अप्सन फुल्ली लोडेड गाडी। यसको मूल्य चाहिँ 12,25,000 कोट गरेका छौँ। यसमा हजुरले 1 वर्ष जति फाइनेन्स पनि गर्न सक्नुहुन्छ। त्यस्तै गरेर अर्को गाडी छ स्विफ्ट 2014 मोडलको ZXI जम्मा 19,50,000 पाउनुहुन्छ। 2014 मोडलको स्विफ्ट ZXI। अर्को गाडी रहेको छ सिल्भर कलरमा 2022 मोडलको सुजुकीको वागेनार जम्मा 16,000 मात्रै कुदेको छ। गाडी पनि नयाँ जस्तै छ अनि मूल्य पनि एकदम कममा जम्मा 24,50,000 मा 16,000 मात्र कुदेको 2022 मोडलको वागेनार। त्यस्तै गरेर यता हेर्न सक्नुहुन्छ इलेक्ट्रिक गाडी MG इलेक्ट्रिक 2021 मोडलको ZX जम्मा अहिलेसम्म 31,000 मात्रै कुदेको छ। एकदमै सोरुम पिस छ गाडी पनि। गाडी हेर्दै लोभलाग्दो छ। यसको मूल्य चाहिँ जम्मा 35 लाख मात्रै। 4 व्हिल ड्राइभमा एकदमै सस्तो बजेटमा माथिल्लो मोडलको गाडी खोज्नुहुन्छ अथवा चढ्ने विचारमा हुन्छ, लग्जरियस गाडी चढ्ने विचारमा हुन्छ भने हजुरले जिपको कम्पास हेर्न सक्नुहुन्छ। 2018 मोडलको लिमिटेड प्लस अप्सनमा 4 व्हिल ड्राइभ लगाएको सम्पूर्ण अप्सन पाउनुहुन्छ। 2000 सीसी को डिजल इन्जिन पाउनुहुन्छ। यसमा चाहिँ यसको मूल्य चाहिँ हामीले 60 लाख भनेका छौँ। यसमा हजुरले 50% फाइनेन्स पनि गर्न सक्नुहुन्छ। अर्को गाडी रहेको छ भेनु 2020 मोडलको 1.2S अप्सनमा। यो अहिलेसम्म जम्मा 52,000 कुदेको छ। त्यसमा हजुरले होन्डा एकै सर्भिस हिस्ट्री पनि पाउनुहुन्छ। यसको मूल्य चाहिँ हजुरको लागि जम्मा 33,50,000 है त। त्यस्तै अटोमेटिक गाडीमै अर्को गाडी छ हामीसँग यो निसानको किक्स 2021 मोडलको XP प्रिमियममा। यसको मूल्य चाहिँ 42 लाख रुपियाँ जुन नेगोसिएबल पनि गर्न सकिन्छ। सँगसँगै हजुरले चढिरहेको गाडीसँग एक्सचेन्ज पनि गर्न सक्नुहुन्छ। त्यस्तै कालो कलरमा छ क्रेटा 2021 मोडलको क्रेटा SX सनरुफ लगायत सम्पूर्ण अप्सन भएको 35,000 कुदेको छ। यसको मूल्य चाहिँ जम्मा 53,50,000। अनि त्यस्तै गरेर अर्को गाडी छ यो MG ZS 2020 मोडलको MG ZS। यसको मूल्य चाहिँ हजुरको लागि 34 लाख मात्रै जुन नेगोसिएसन गर्न पनि सक्नुहुन्छ। हजुरले आएर हेरेर टेस्ट ड्राइभहरू गरेर सबै गरेर हेर्न सक्नुहुन्छ। नेक्सन छ हामीसँग अर्को 2021 मोडलको XMS भनेको सनरुफ लगायतका सम्पूर्ण अप्सन पाउनुहुन्छ। यसको मूल्य चाहिँ जम्मा 28,50,000 40,000 कुदेको छ। 2021 मोडलको नेक्सन यो चाहिँ। अर्को गाडी छ हजुरको लागि एकदमै अहिले बजारमा बेसी खोजिने गाडी स्कर्पियो 2023 मोडलको S5 4 व्हिलमा। यसमा हजुरले 2000 सीसी को डिजल इन्जिन पाउनुहुन्छ। जम्मा 35,000 कुदेको छ। यसमा हजुरले एडिसनल 360 क्यामेरा, बकेट सिट कभरहरू लगायतका सम्पूर्ण अप्सन पाउनुहुन्छ। यसको मूल्य चाहिँ 59 लाख कोट गरेका छौँ। आउनुहोस् हेर्नुहोस् मिलाएर लानुहोस् गाडी हाम्रो। दमदार पर्फर्मेन्स अनि रिसेल हाइवेको गाडी खोज्दै हुन्छ, त्यसमा सेडान खोज्दै हुन्छ भने हजुरको लागि यो डिजायर छ 2017 मोडलको VXI जम्मा हजुरको लागि 21,75,000 नेगोसिएबल प्राइस। त्यस्तै सस्तो बजेटको SUV हजुरको लागि 2018 मोडलको रेनोल्टको डस्टर RXL अप्सनमा। यो चाहिँ हजुरले 1500 सीसी को पेट्रोल इन्जिन पाउनुहुन्छ। गाडी पनि राम्रो छ, ग्राउन्ड क्लियरेन्स पनि राम्रो छ, पावर पिकअप पनि एकदमै राम्रो दिन्छ यसले। यसको मूल्य चाहिँ जम्मा 22,75,000। अर्को गाडी छ हामीसँग यो 2018 मोडलको बलेनो डेल्टा। अहिलेसम्म जम्मा 47,000 कुदेको छ। सिङ्गल ह्यान्ड ओरिजिनल पेन्टमा छ गाडी। यसको मूल्य चाहिँ 22,75,000 भनेका छौँ। त्यसमा हजुरलाई मिलाउने कोसिस त अवश्य गर्ने नै छौँ। त्यस्तै गरेर अर्को गाडी हेर्न सक्नुहुन्छ सेलेरियो 2020 मोडलको VXI जम्मा 48,000 मात्र कुदेको छ। मूल्य हजुरको लागि 22,25,000। फाइनेन्स लगायत कुराहरू त हजुरलाई मैले बार भनिरहेको छु। हजुरले फाइनेन्स एक्सचेन्जहरू गर्न पनि सक्नुहुन्छ। जम्मा 20,000 मात्रै कुदेको स्विफ्ट ZXI 2013 मोडलको 20,000 मात्रै कुदेको छ। पत्ताउनुहोस् नपत्ताउनु हजुरको जिम्मा, पत्ताउनु नभने सुजुकी सर्भिस सेन्टरबाट देखाउनुहोस्, हजुर आफै थाहा पाउनुहुन्छ। जम्मा 20 लाखमा पाउन सक्नुहुन्छ यो गाडी चाहिँ। 2017 मोडलको बलेनो यो चाहिँ जेटा भेरिएन्टमा छ। यसको मूल्य चाहिँ 22 लाख रुपियाँ मात्रै कोट गरेका छौँ। यो चाहिँ 2017 मोडलको बलेनो जेटा अप्सनमा हो। 2019 मोडलको फोर्डको फ्रीस्टाइल टाइटेनियम फुल अप्सन फुल्ली लोडेड गाडी पुश बटन लगायतको सम्पूर्ण अप्सन हजुरले यसमा पाउनुहुन्छ। यसको मूल्य चाहिँ जम्मा 22,50,000 जुन नेगोसिएसन गर्न पनि सक्नुहुन्छ हजुरले। त्यस्तै गरेर अर्को गाडी छ क्रेटा 2018 मोडलको क्रेटा। यो चाहिँ SX अप्सनमा हो। यो चाहिँ अहिलेसम्म तपाईँको 58,000 कुदेको छ। गाडी सिल्भर कलरमा राम्रो कन्डिसनमा छ गाडी चाहिँ। यसको मूल्य चाहिँ 41 लाख। अनि सस्तो बजेट गाडी खोज्दै हुन्छ भने ड्याटसनको रेडीको छ
18 मोडलको 1000 सीसीको पेट्रोल इन्जिन पाउनुहुन्छ। यसको मूल्य चाहिँ हामीले जम्मा 11,50,000 मात्र भन्ने कोट गरेका छौँ। त्यस्तै एकदम कम कुदेको ड्याटसनको गो पनि छ हामीसँग 2019 मोडलको ड्याटसनको गो जम्मा 30,000 मात्रै कुदेको छ। ओरिजिनल पेन्टमा छ गाडी, एकदमै राम्रो कन्डिसनमा छ। हजुरले आएर हेर्नुहोस्, 1 रुपियाँ खर्च गर्नुपर्ने अवस्थामा छैन गाडी हो। यसको मूल्य चाहिँ जम्मा 17,75,000। प्रिमियम सेगमेन्टको प्योर जापानिज एसयुभी मित्सुबिसी आउटल्यान्डर 2018 मोडलको। यसमा हजुरले AWD लगायतका सम्पूर्ण फिचर पाउनुहुन्छ। यसमा हजुरले टच स्क्रिन क्यामेरा, पुश बटन, प्रोजेक्टर हेडलाइट, भेन्टिलेटर सिट लगायत सम्पूर्ण अप्सन पाउनुहुन्छ। 2018 मोडलको 68 लाख भनेका छौँ, जुन नेगोसिएसन गर्न पनि सक्नुहुन्छ। 2014 मोडलको ग्रान्ड i10 आस्टा फुल लोडेड फुल्ली अप्सन गाडी, यसको मूल्य चाहिँ जम्मा 20,25,000। त्यस्तै हजुरले अब इभी चढ्ने विचार हुन्छ भने हामीसँग अरू इभीको अप्सन पनि छ। यो चाहिँ रहेको छ 2019 मोडलको होन्डाईको कोना। यिनीहरू चाहिँ तपाईँको फुल चार्ज गर्दाखेरि 350 किलोमिटरसम्मको रेन्ज पाउन सक्नुहुन्छ। यो चाहिँ 2021 मोडलको होन्डाईको कोना हो। यसको मूल्य चाहिँ हामीले 34 लाख भनेका छौँ 2019 मोडलको लागि। 2021 मोडलको लागि हामीले 44 लाख भनेका छौँ। दुईटैको प्राइस नेगोसिएसन गर्न सक्नुहुन्छ। हामीसँग यो मात्र गाडी नभएर मेन्टेनेन्समा गएर आउने गाडीहरू पनि हामीसँग थुप्रै गाडी छन्। एकचोटि हजुरले हाम्रो सम्पूर्ण गाडी हेर्नको लागि चाहिँ हाम्रो अटोमोबाइल्स प्राइस ललितपुर 7 बाटो इन्फ्रा ग्राउन्डको अपोजिट साइड BNB हस्पिटलको लाइनमा कन्भिन्स हुन्छ भने 985111 कल गरेर भिजिट गरेर हजुरले गाडी हेर्नुभयो भने हजुरलाई एकदमै उचित होला। त्यसको लागि फेरि हजुर हाम्रो अटोमोबाइल्स प्राइस ललितपुर 7 बाटो भिजिट गर्न सक्नुहुन्छ। त्यसलाई यो भिडियो अन्त्यसम्म हेर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।